जान्छ कि लैजाउँ। हेलो एभ्रिवान, यति बेला चाहिँ हामी केटाहरू चाहिँ अगाडि छ गाइस। अब चाहिँ हामी लाग्दैछौँ फर्किङकोतिर भनेर साथीहरूले अगाडि आइसकेको थियो अघि चाहिँ। यताबाट के She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. तिमीहरू मलाई छोडेर हिँड्ने यार, मैले सँगै हिँड भनेको। Sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. हाल्न त अनि त्यसो पार्नु न, ठाडो बनाएन हुन्छ। ठाडो बनायो भने त्यो टिकटकको जस्तो मात्र हुन्छ कि। She hums a tune I've never heard. गाइस हामी चाहिँ अब टक्क माथि लाग्नु लाग्यौँ है। टक्क लाग्यो यहाँबाट माथि। Cities on a road. छिटो गर केटा, छिटो गर न। हिँड तिमी अगाडि हिँड। Coffee, miss my होइन यिनीहरूलाई अगाडि हाल्नुपर्छ कि। जान्छ लहर जान्छ के ए जान्छ मजाले जान्छ कि लैजाउँ। जाऊ न तिमी, जाऊ न उताबाट अगाडि। होइन बस ल। हामी त लाग्यो है त तल जान। अहिले अब के गर्छ हाल्यो उकालो एडभेन्चर भनेको यस्तो हुन्छ कि टक्क लागेर केटाहरूसँग कस्तो हिँड्यो होइन मजाले। अलिक चाहिँ हामी हात्ती बन्नु माथि डाँडामा जाँदैछौँ रिसोर्टतिर है। साथीहरू चाहिँ अगाडि गइसकेको छ। ठुमक Don't take that step today, you'll vanish with the train, and I'll never see your smile. अझै माथि जाने भनेको हामीले। यो भन्दा पनि माथि छ ए माथि के छ यो माथि? अब त्यहाँ त हिँड्दै जाने हो कि होइन, जानु दिँदैन, बाइक जानु दिँदैन नि त। तैँले कसलाई सोधिस् बुद्धि भयो मान्छे। उयो क्याम्पिङ बस्न आउँदो रहेछ नि त। रिसोर्ट हो क्या यो? यो त रिसोर्ट हो। कहाँ जाने लु, अझै माथि जाने हो? जाने अब जहाँ बाटो पुग्छ त्यही जाने नि। जाऊँ न है ल। ए कुद्दिने कहाँसम्म जान्छ? माथि बाइकहरू राखेको ठाउँ छ यहीँ हो र? जान दिँदैन होला बाइक? यहाँ के छ? यहाँ केही छैन है? पोइन्ट छैन त माथि। कति यहाँबाट कति किलोमिटर जति होला? यो पोइन्ट हेर्न 2-3 किलोमिटर। मान्छे अझै आउँदैछ, 4 भइसक्यो। भर्याङसम्म जान्छ कि नै बाइक जान्छ कि नै भन्ने कुरा। यहाँबाट भर्याङसम्म
भर्याङसम्म त जान्छ मजाले कताबाट यति छेउबाट जान्छ यता बाटो छ यो बाटो साबुन प्रयोग नगरौँ भनिरहेको छु हो र यहाँ ओए कहाँ खै फर्किउँ यहाँबाट भयो सकभर भनिरहेको सकभर जाउँ न माथिसम्म जाउँ त्यस्ता त्यसले ठाउँको यहाँ लिएर आइज भने जाउँ हिँड भाइ भर्याङ कहाँनिर छ दिदी अलि माथि हो भर्याङसम्म जान्छ है भर्याङसम्म गयो नि भाउ त त्यो आएन अनि यत्रो घुम्न आउने मान्छेहरूको क्राउड छ छैन होइन नि त्यो त अनिसित मान्छेहरू छ टायर चिप्नु सो बाइक लिन चाहिँ मिल्ने थिएन जान्छ र त्यहाँ माथि अझ छैन होला कि बाटो बाटो त माथि धुरीसम्म जाने बाटो छ नि यहाँ त्यो कुदाम नै कस्तो कस्तो हुन्छ कुदाम बाइक चाहिँ नलिनु भन्दै थियो माथि नलानु भन्दै थियो हामी चाहिँ लिएर हिँडिहाल्यो है यो फुस्के छ त्यसको लक हुन्छ त केटा लडेर छुट्यायो यो ए लडाउन भ्याइसकिस् ल्याएरमा यसले अस्ति भर्खर किनेको यो स्कुटी लडाएर ए चलाउन आउँदैन मास्क खोलमा काले तर्सेको जाऊ न जहाँसम्म जान्छ क्या एडभेन्चर हो क्या ल साथीहरू चाहिँ अलि माथिसम्म जाने जमरको गरे आँट गरे साथीहरूले है यत्तिकै आँट गर्ने भनेको नि बहुत राम्रो क्या साथी ल कुद यता माथि जाने बाइक जाने बाटो छैन होला जान्छ माथि नै जान्छ हामीलाई त के कहाँ यो भ्यू पोइन्ट हेर्ने कता कता के हो जान्छ है अनि यतापट्टि चाहिँ के छ तल रिसोर्ट हो यहाँ माथि गयो भने चाहिँ भ्यू पोइन्ट बाइक जान्छ मजाले आओ बाटो भने नि यही त हो नि यही त हो झन्डै नलडेको के हो नाच्छ त यार या तार यार जाम क्या बस बस भाइ चिप्ने हान न हान आउँछ साथी डराएको हेर्न कस्तो डराएको छ्या अब के चिप्ने के नगाड हिँड केटाहरूलाई आधामा फसाइदिन्छु रेल एडभेन्चर लमा केटा केटाहरूको आँट मान्नै पर्छ यार यस्तो जङ्गलको बाटोमा नि होइन बाइक लिएर हिँड्छु भनेको र हात्तीमानको उकालोमा भ्यू पोइन्टमा जाने बाटोमा चाहिँ यस्तो खतरनाक बाटो छ होइन साथीहरू तर केटाहरूले चाहिँ बाइक लिएर जाने बाइक तानेन त केटा बस त बाइकले तान्न छोड्यो यो उकालोमा है बाइकले तानेन यार अब त झन् बाटो सजिलो रहेछ नि त्यसलाई त चिप्लो यहाँ त छैन नि त उही माथि जान्छ के जान्छ कि अब त मजाले त्यहीसम्म मात्र हो साथीहरू भिडियो सिडी खिच्ने भनिहालेँ सुट गर्ने भनिहालेँ है त त्यही भएर ओ यस्तो जुत्तामा हिलो लाग्छ यार तर यहाँसम्म ल्याउनु भने आर्ट गर्नु त राम्रो हो नि त चिप्लोको बजारमा हामी अस्ति नै उहाँ काठमाडौँमा साथीहरू म आउँदाखेरि यो भन्दा चर्को बाटो पानी परेको त्यस्तै अनि दियो स्कुटरमा यही बाटो अहिले एकछिन पानी पर्नुपर्छ हामी साइलुङ गएर त कस्तो बाटो गएको केटा आम्मा स्कुटी त यसो ठाडो ठाडो बाटो केटाहरूले के सोइलिङमा त बरु बाटो राम्रो छ नि त अहिले त त्यो बेला बनाएको थिएन कि हामी जाँदाखेरि
हात्तीवनको डाँडामा छौँ हामी। यति बेला चाहिँ हाइकिङ गर्न चाहिँ सकिएन कि बाइकमा चाहिँ बाइक लिएर आइयो, रेल एडभेन्चर गरेर आइयो है त साथीहरू। तर हात्ती भेटिएन। फाइनल्ली यहाँसम्म आइपुग्यो हामी चाहिँ होइन। माथि चाहिँ जान सकिएन, यहाँबाट अझै आधा घन्टा जति लाग्दो रहेछ। सो एउटा भिडियो चाहिँ यहीँ बनाइहालेँ मैले है।